स्यालेरी सिट देखायो भने जति जति हुन्छ एग्री हामीले भनेकोमा एग्री भिनाजुको स्यालेरी हैन तिमीले मागेको चाहिँ भिनाजुको 1 महिनाको स्यालेरी है भिनाजुको स्यालेरी स्टेटमेन्ट देखाइदिन्छु म 1 महिनाको त्यसमा एग्री स्योर हो हजुरले छोरे देखाउन सक्नुहुन्छ हैन हैन यहाँ छम त थाहा हुन्छ नि त फेरि जानु उसलाई सब पक्का रहेछ ल सालीहरु सँगका सालीहरु पर्वत भिनाजुसँग कडा पर्यो है यो महिना हैन यो भन्दा अगाडिको 1 महिनाको स्यालेरी त्यो महिना हुन्छ त्यो त अस्ति नलागिन्दा सकियो स्टेटमेन्ट देखाउने भनेको यस्तो के साली सुन यहाँ के अरे अब अहिले झ्याप्प पैसा हाल्नु बेचिएको छ अब एउटै साली घर हैन घरबाट लिएर आउने नि क्युआरमा नेटै छैन मेरो मोबाइलमा चल्दैन के मेरो मोबाइलमा चल्दैन कस्तो नचल्ने मलाई आजकल टिकटिक लिएर दिदी सुन्नु न अहिले यसो 50,000 सापडी हाल्ने घर घर हालिदिन्छु म तपाईँलाई घर हालिदिन्छु त्यसो भए नि हिँड नि त अनि उता लिन अनि गाडी भाडा दिएर हो त्यो अरे त हालिदिनु क्या नि तपाईँ त्यहाँ बोल्नु होइन नि साली भेनाएको कुरा नि हामी साली भेना यो उता लिजा मन्दै जल्दी आन्टी हजुर हाम्रो साइड हो क्या ल अब साली भेनाले एकवटा जोक हान्ने जसले जोक हान्नु पर्ने हाँस बाबु हामी सालीतिर बाबु त्यता ल अब अन्तिममा आएर ब्याटल राउन्ड चल्ने हो अब ब्याटल राउन्डमा सालीहरूले हार्यो भने अब भिनाजुले भनेको लिएर जान पर्ने भयो दिएर पैसा नभए जति दिनुहुन्छ त्यति हारेको स्वीकार गरेर त्यो पैसा दिन पर्ने हो ल त्यो पनि मानेन ल अब यहाँ यो पनि एउटा परम्परा पनि हो यसले चाहिँ फेरि धेरै कुराहरूलाई समेटेको पनि हुन्छ